बिदा हुन्छु धन्यवाद म धेरै केही नभइकन अब हाम्रो कालीपुरको भाइ हुनुहुन्छ पवन साईले यो झिरो केटे पनि आएर बोल्नु उठ्न अनि पेटबाट गाइदियो भएर उठ्न सक्नु गाइदिएको आवाज मेरो नाम चाहिँ पवन साई लास्ट टाइम चाहिँ त्यो टेस्टको दिन चाहिँ मैले चाहिँ पहिलो नै विरुद्ध घोषणा गरेको छु यो राजपाटीले अनि मलाई चाहिँ दुईवटा बुढेछ एउटा हातमा एउटा चाहिँ पेटमा थियो अहिले पेटमा छिरेको हुन्छ अहिले सबै खानेकुराहरू चाहिँ मेरो यताबाट भइरहेको छ अनि अब मलाई चाहिँ यसरी यता यस्तो प्रेस कन्फरेन्स चाहिँ अहिले मेरो त फर्स्ट टाइम हो यस्तरी होइन कहिले अहिलेसम्म मैले यस्तो प्रेस पनि गरेको थिइनँ अनि आज हिजो आज चाहिँ मलाई चाहिँ कस्तो प्रेसर आइलाग्यो भने धेरै फोन कलहरू फोनबाट धेरै यस्तो भइरहेछ हाम्रो कर्णाली प्रदेशमा अनि यस्तो मन्त्रीहरू आइरहेछ अनि भन्ने भयो अनि त्यो हामीहरूकै मान्छेहरू भन्नु थाल्यो कि यस्तो कुराहरू चाहिँ खासमा म पहिला चाहिँ एडिजन गेमहरू पनि खेलेँ नेपाल सुपर फुटबल प्लेयर पनि खेल्दा नेपाल सुपर लिगहरू पनि खेलेँ ललितपुर सिटी हालै अस्ति भएको थियो नि लास्ट टाइमको हामीहरू विनर थियो ललितपुर सिटीबाट त्यो कुराहरू अब अहिलेको कस्तो छ भने चाहिँ घाइतेहरूको माग छ नि जुन चाहिँ त्यो चाहिँ छैन होइन घाइतेहरू ब्रेन्डमा छ तिनीहरूको नाममा चाहिँ बाहिर राजनीतिक खेलहरू बढी भइरहेछ होइन अनि जो अहिलेको भर्खरको युवाहरू हुनुहुन्छ अब यिनीहरू त हामीले कति तिनीहरूको भिडियो देखाएको सिंहदरबार जलाउ यताउता भनेको त्यो भिडियोहरू देखिरहेको छ नि भिडियो फुटेजहरू आइरहेको छ नि हामीहरू कर्णाली प्रदेशको अहिलेको को आइरहेको छ नि तिनीहरू के अरे नाम त के पो थियो होइन कति छ होइन अब रियल गेन्चीहरू कोही पनि छैन होइन सुजन गुरुङ हुनुहुन्थ्यो लिडमा तर गेन्ची त होइन उहाँ तर लिडमा चाहिँ हुनुहुन्थ्यो तर आउनु चाहिँ भएको हो नि त त्यसको लागि तर खै त हाम्रो तर उहाँ चाहिँ पछिल्लो तालमा कोही पनि गेन्चीहरू आएन के न त्यो एउटा पोजिसनमा छैन कि कोही पनि अनि जुन आइएनजिओको मान्छेहरू छ त्यो पहिलाको त्यो स्वास्थ्यको अब के भन्छ त्यो अर्गनाइजेसनको मान्छेहरू छ त्यो मात्र छ होइन पहिला र अहिलेमा चाहिँ के फरक अनि सुजन गुरुङको मान्छे उहाँहरूले चाहिँ होइन जो अलिक भाइरल गेन्चीहरू हुन्छ नि उहाँले सम्हालिराख्नु भएको छ होइन जो बेडमा छ उसलाई केही पनि छैन उहाँ सुनाएको केही पनि छैन त्यो बेडमै छ बिचराहरू हिजो अब मेरो एउटा अब आन्दोलन जोडाएको छ अहिलेसम्म होइन 1 महिनापछि अपरेसन छ अनि मलाई अति नै प्रेसर अब कर्णाली त हाम्रो घर हो नि त कमसेकम अति नै प्रेसर अहिलेसम्म म आफू ब्याक टु फुटबलै हुन्थेँ बढीमा होइन मलाई त्यसको लागि के गर्नु छ पहिला पनि एउटा गहना त गहनै हो अरू पनि गर्नु छ नि त हाम्रो देशको लागि तर यही हिसाबमा डर्टी पोलिटिक्स हुन्छ भनेपछि अहिले नयाँ कहिले आउने होइन हामीको रहत हामी गएर संसद हलमा गएर त्यो घुम्न गरेको हामी होइन नि त त्यहाँ गएर त्यसपछि गएर हामी त्यो त्यत्रो रोक्न फोन उठाउन अनि त्यहाँ गएर बोट बिरुवा पनि कोही मास्छ भने त्यसको लागि लडायो नि त होइन नि त हामी त्यो उता के सिंहदरबार लडाइरहेको थियो कोहीले के गरिरहेको थियो अलिक गेन्जीको नाममा त्यस्तो त्यो बदनाम गरिरहेको छ मान्छेले भागबडी नै लुटिरहेको छ मान्छे अहिले आफू त राम्रो हुन अनि पो देश राम्रो हुन्छ त्यसै राम्रो छैन आफू राम्रो छैन अनि कहाँबाट देश राम्रो हुन्छ छैन अहिले हामीको नाममा गेन्जीको नाममा अरूले राजनीति गरिरहेछ म यो पोजिसन त्यो मिरज ढुङ्गामा भन्दैछ बढी सानो हुनेछ तिनीहरू कहाँ थिए होइन देशको लागि गर्नु छ भनेपछि धम्की दिएर बस्यो नि देशको लागि गर्नु छ भने आउनु पर्यो नि त फेरि आउनु पर्यो नि त खै त गेन्जीको लागि खै त कोही आयो मेरो हजुरलाई मैले सोचेको भोइस अहिले बल्ल आएको मजाले हैन तिमीलाई गाह्रो भइराछ अनि तिमीलाईबाट समित भएर बोल अस्तिसम्म मेरो भोइसै आइरहेको थियो कि त्यो हाम्रो एउटा भिडियोमा मेरो थियो कि त्यो भोइसै आइरहेको थिएन बल्ल भोइस आइरहेको छ म बोलिरहेको छु होइन
मेरो अब कसैलाई त्यो सोल्ने अलिक नराम्रो हुन्छ भने म माफ चाहन्छु तर हाम्रो कर्णाली त भयो नि कर्णाली त बचाउँ अब त देश त खाइसक्यो खास त घाइतेको मुद्दा खै त सानो सानो पहिलो बच्चाको टाउकोमा टाकी बोलाइहालेको खै त अहिलेसम्म आएको त्यसको त हत्या अहिलेसम्म खुल्दा छैन त बिचराहरूको त 10 लाख दिने 10 लाख बरु हामी सबै कर्णालीवासी भयो एक गरेर होइन 20 लाख उठाउँदा हामीलाई केपी ओलीको र उसको चाहिन्छ होला केपी ओली दिन्छ हामीलाई सरकारले दिन्छ अनि न्याय त पाएन त्यो भर्खरको अझ पनि हाम्रो गाउँठाउँतिर कस्तो छ भनेपछि तिनीहरूलाई कस्तो हुन्छ नि अब त्यो पोलिटिक्सहरूलाई आइसक्यो क्या तिनीहरू अब त्यो केन्जीको नराम्रो गरेको कथा हो नि त यो केन्जीको त्यो नेतृत्वको गर्ने मान्छेहरूबाट आयो नि त तिनीहरू त गोली प्रहार भयो त्यति बेला हजुर त्यो संविधान भवनमा हुनुहुन्थ्यो कुन गेटमा हुनुहुन्थ्यो हजुर त्यो मेन गेटमै हुनुहुन्थ्यो अनि त्यो मेन गेटमा हजुर सँगसँगै सुदन गुरुङ लगायतका तिनीहरू पनि थिए त्यसो भए तिनीहरू गाडीमा पछाडि गाडीमा होइन तिनीहरू उताको ढोकाबाट राष्ट्र ब्याङ्क लुट्न गएको थिए त्यहाँको 17-18 केजी सुन लुट्न गएको थिए गोली खाने मान्छे मेन गेटबाट गएको हो लुटेराहरू चाहिँ उताको पछाडिको जलाएर सबै ब्याङ्क लुटेर बोरा लुटेर 10-20 रुपियाँको बोरा त फालेर जलाएर हिँड्यो प्रत्यक्ष 10 थाहा छ अहिले सुदन गुरुङले जसरी तिब्बतीय प्रभावितमा आएर गरिरहेछ उसले अहिले हेर्दाखेरि जेन्जीको प्रथम त्यो कुरामा पाउनलाई इन्क्लुड नगरौँ होइन उहाँको राय सुन्न पर्यो नि त उहाँले चित्त बुझिसकेको छैन राइट कुरा हो हाम्रो समर्थन छ तर यस्तो पर्सनल तोकेर उसलाई किन इन्क्लुड गराउने त्यो पाउनलाई होइन बोल्न दिन्न होइन हो त नलेज भएको कुरा गर्नु पर्यो नि सरकार पक्षबाट हजुरलाई होइन कति सर्वसुल्ल भयो के भयो ल भन्नु अहिलेको सबै अब यो त बढी भएको छ त्यो बच्चाको देऊ न हजुरको विचारमा त्यो गोली हान्नलाई परिचालित केपीले गरे कि फिल्ड कमान्डरले गरे कि सरकारले गरे कि सरकारमा मुसिएको मान्छे अब पनि हामीहरू बसेपछि कर्मचारी सबभन्दा मेन खतरा चाहिँ हाम्रो कर्मचारीहरू अब लास्टमा खोजी तिम्रो हत्यारालाई चाहिँ खोज्ने कि नखोज्ने तिम्रो माग के छ तिमी घाइते मान्छे होइन त्यो बच्चा बच्चीको हत्यारा मलाई बरु अर्को गोली हान्दै सक्यो अब दादा अब किनै भन्छ यो सरकारले तिम्रो त माग मुद्दा हेरेन दादा किनै भन्छ यो सरकारलाई अब सरकारले अब हामी के भन्नु त अब यतिकै सरकार त त्यस्तै भइहाल्यो होइन तर अब हाम्रो प्रणालीमा चाहिँ डटी पोलिटिक्स नै नखोज्यो प्रणाली भन्ने बेलामा होइन त्यो त्यस्तो होइन ओल्ड प्लान देख्छ सुर्केस अहिले धेरै दामी देख्छ नि सुर्केस तर हाम्रो प्रणाली पुरानो प्रणालीले त्यस्तै कुरा गर्नुभयो हिजो एउटा जुम मिटिङ बसेको थियो उहाँहरू लगायत सबैको त्यसमा हजुर समावेश हुनुहुन्थ्यो त्यो मलाई त्यो छैन कि अहिलेसम्म नपाउला को हुनुहुन्थ्यो त्यो ग्रुपमा भन्नु त कोही पनि छैन हामी यो टोलीमा कोही पनि छैन मलाई यो जबरजस्ती भएन हिजो जुम मिटिङ भयो कर्णाली जुन हजुरले फाउन्डेसन पनि खोल्नु भएको छ हो त्यो छोटुवा एकजना नक्कलीले गरे हो यो चाहिँ नक्कली जातिहरूले चाहिँ घुसपेट गरिरहेछ त्यसमा छैन पुरुष चाहिँ हामीसँग अर्को कुरा होइन तर कुरा के हो भने कर्णालीको चाहिँ एक ठाउँमा आउनु पर्यो कि अहिले यही कसैले सबै जबसम्म यी घाइतेहरूका चाहिँ माग मुद्दा पुरा हुँदैन तबसम्म लिँदैन कुनै पनि घन्टाहरू त सब लुटेराहरू त सिङ्गलमा भन्दाखेरि पनि सर अदालत के कानुन खै त हामीले कानुनै जगाएर खाँदैन अनि सुन्नु अहिले पनि होइन अहिले पनि भर्खरको युवाहरू पोलिटिक्समा के मलाई अस्ति म बेडमा थिएँ हस्पिटलको बेडमा थिएँ मलाई समर्थन गरिनु पर्यो एउटा केटी मान्छे के मलाई समर्थन गरिनु पर्यो मैले चिनेन समर्थन गरेँ यसको मलाई समर्थन गरिनु पर्यो अरे
होइन मलाई चाहिँ मैले किन भने गोली खान भने मान्छे मलाई हेल्थको के छ तिम्रो भनेर सोध्नुपर्छ नि त समर्थन गरिदिनु हजुर तपाईँ नआउनुहोस् मेरो अगाडि त्यसै नआउनुहोस् अब सोधिराख्नु त्यहाँ बोल्दा तर मलाई चाहिँ ट्रमा सेन्टरको डक्टरहरूले यस्तो बचाएको हो नि त त्यहाँको डक्टरहरू चाहिँ भगवान हो कि नेपालमा डक्टरहरू चाहिँ यस्तो छ त्यो होइन इन्टरनेसनल लेभलको फेसिलिटी दिएको छ तर म्यानेजमेन्ट चाहिँ राम्रो छैन हजुरलाई कुन मिडिया हाउसले मृत घोषित गर्थ्यो भन्नु त नाम रातो पार्टी यहाँ कोही हुनुहुन्छ रातो पार्टीको कोही हुनुहुन्छ मिडियाको साथीहरू हुन्छ भने नि उहाँले तपाईँका केही प्रश्नहरू उहाँको मृत्यु भइसक्यो भने चाहिँ रातो पार्टी किनकि मेरो फ्यामिली लिस्टमा हाल्दैछ रातो पार्टी कोही हुनुहुन्छ यहाँ रातो पार्टी यसमा नाम हेर त माइकमा नाम हुन्छ अहिले अब रातो पार्टी केही हो त अनि रातो पार्टी अब सेतो होइन देशको लागि गर्नु छ भने चाहिँ धम्की दिएर बस्यो नि देशको लागि गर्नु छ भने आउनु पर्यो नि त फेरि आउनु पर्यो नि त गेन्जीको लागि खै त कोही आयो मेरो होइन मजाले होइन तिमीलाई गाह्रो भइरहेछ अलि थोरै बोल संयमित भएर बोल गाह्रो भइरहेछ बिस्तारै नआतिकिन मलाई भोइस आइरहेको छ म बोलिरहेको छु होइन मेरो कसैले त्यो स्वरले अलिक नराम्रो हुन्छ भने म माफ चाहन्छु तर हाम्रो करानी त भलो नि करानी त बचाउ अब त देश त खाइसक्यो खास त खाइदिएको मुद्दा खै त सानो सानो पहिलो बच्चा बच्चीको टाउकोमा ताकी बोलाइहालेको खै त अहिलेसम्म स्कुल अहिलेसम्म आएको त्यसको त हतार अहिलेसम्म खोजेको छैन त बिचराहरूको त 10 लाख दिने 10 लाख बरु हामी सबै कर्णालीवासी भएर एक वारले होइन 20 लाख उठाउँदा हामीले केपी ओलीको र उसको चाहिन्छ होला केपी ओली दिन्छ हामीलाई सरकारले दिन्छ 10 लाख दिन्छ त्यो छोराहरूले ल्याएर त पाएन त्यो भक्कु अझ पनि हाम्रो गाउँठाउँतिर कस्तो छ भनेपछि तिनीहरूलाई कस्तो हुन्छ नि अब त्यो पोलिटिक्सहरू आइसक्यो कि तिनीहरू अब त्यो गेन्जीको नराम्रो गर्नुको कथा हो नि त यो गेन्जीको त्यो नेगेटिभको गर्ने मान्छेहरूबाट आयो नि त तिनीहरू त अब अरू चाहिँ के भनेन हामी आफू चाहिँ राम्रो हो देश आफै राम्रो हुन्छ म त अति नै भएर म आज आएको म यस्तो अवस्थामा मेरो हात मात्र होइन कि मेरो खास मेन यहाँ छेडेर गोली यहाँ छेडेर गएको छु पछाडि छेडेर गएको छु भोलि अहिले सबै मेरो दिसा अरू यहाँ हुन्छ प्याकेटमा हुन्छ तर 1 महिनापछि मेरो अर्को अपरेसन हुँदैछ एकचोटि एक दुईवटा प्रश्न राखौँ है उहाँलाई ल गरौँ न है एकदम प्रश्न चाहिँ तपाईले चाहिँ अलि अलि अनि हजुर जब हजुरमाथि गोली प्रहार भयो त्यति बेला हजुर त्यो संविधान सभा भवनमा हुनुहुन्थ्यो कुन गेटमा हुनुहुन्थ्यो हजुर मेन गेटमै हुनुहुन्थ्यो अनि त्यो मेन गेटमा हजुर सँगसँगै सुदन गुरुङ लगायतका तिनीहरू पनि थिए अनि त्यसो भए तिनीहरू पछाडि गाडीमा होइन तिनीहरू उताको ढोकाबाट राष्ट्र ब्याङ्क लुट्न गएको थिए त्यहाँको 5 करोड लुट्न गएको थिए त्यहाँको 17-18 केजी सुन लुट्न गएको थिए गोली खाने मान्छे मेन गेटबाट गएको हो लुटेराहरू चाहिँ उताको पछाडिको चोर गेट पिपल बोर्डकोबाट गएर जलाएर सबै ब्याङ्क लुटेर बोरा लुटेर 10-20 रुपियाँको बोरा त फालेर जलाएर हिँड्दैन हजारको बोरा बोकेर प्रत्यक्ष 10 गोट थाहा छ अहिले सुदन गुरुङले जसरी तिब्बतीय प्रभावितमा आएर गरिरहेछ उसले अहिले हेर्दाखेरि जेनजीको प्रथम नेतृत्व लिने कुरा जस्तो गरिरहेछ हजुर सन्तुष्टि हुनुहुन्छ होइन उहाँको राय सुन्न पर्यो नि त उहाँले चित्त बुझिसकेको छैन सरकार पक्षबाट हजुरलाई होइन
कति सर्वासुल्ल भयो के भयो लपड्नु अहिलेको सबै अब यो त बढिरहेको छ होइन अब अरू कोही हाल्थे क्या त्यो बच्चा बच्चीको ल्याएर देऊ न हजुरको विचारमा त्यो गोली हान्नलाई परिचालित केपीले गर्यो कि फिल्ड कमान्डरले गर्यो कि हलदारले गर्यो कि सरकारमा जो यो अब त्यो सरकारमा मुसेको मान्छे अब पनि हामीहरू कस्तो हुन्छ कर्मचारी मेन त कर्मचारीले चलाइरहेको छ सबभन्दा मेन खत्तम चाहिँ हामी कर्मचारीहरू अब लास्टमा खोजी तिम्रो हत्यारालाई चाहिँ खोज्ने कि नखोज्ने तिम्रो माग के छ तिमी घाइते मान्छे होइन त्यो बच्चा बच्चीको हत्यारा मलाई बरु अर्को गोली हाल्दै सरकार बरु अर्को अब के नै भन्छ यो सरकारले तिम्रो त माग मुद्दा हेरेर जाँदा जाँदै के चाहिँ भन्छ यो सरकारलाई त अब सरकारले त अब हामीले के भन्नु त अब यतिकै सरकार त त्यस्तै भइहाल्यो होइन तर अब हाम्रो प्रणालीमा चाहिँ डटी पुलिस चाहिँ प्रणाली भन्ने बेलामा मात्र होइन त्यो त्यस्तो होइन ओल्ड प्लान देख्छ सुर्के अहिले धेरै दामी देख्छ कि सुर्के तर हाम्रो प्रणाली पुरानो प्रणालीले सुन्नु न यता सुन्नु न अहिले कर्णाली प्रदेशको कुरा गर्नुभयो हिजो एउटा जुम मिटिङ बसेको थियो उहाँहरू लगायत सबैको त्यसमा हजुर समावेश हुनुहुन्थ्यो त्यो मलाई त्यो छैन कि अहिलेसम्म नपदाले के आएको को हुनुहुन्थ्यो त्यो ग्रुपमा भन्नु त कोही पनि थिएन हामी टोलीमा कोही पनि छैन मलाई यो जबरजस्ती भएर हिजो जुम मिटिङ भएको थियो कर्णाली जुन हजुरहरूले फाउन्डेसन पनि खोल्नु भएको छ हो त्यो छोटुवा एकजना नक्कलीले गरे हो यो चाहिँ नक्कली जातिहरूले चाहिँ घुसपेट गरिरहेको छ यसमा छैन पुरुष चाहिँ हामीसँग कर्णालीको सबै आउनु अब मन्त्री लिँदैन है त जबसम्म यी घाइतेहरूका चाहिँ माग मुद्दा पुरा हुँदैन एकछिन तिम्रो कुरा राख अनि हजुरको नि सुनौँला अहिलेसम्म होइन अब हेल्थ एनजिओको पैसा छैन नि त हेल्थ एनजिओ त जाइस गरेको थियो 24 गतिहरू त सब लुटेर हो सिङ्गो दरबार भन्नाले पनि सर्व अदालत के कानुन खै हाम्रो कानुनै जगाएर खाले त दोस्त देश 30 वर्षपछि अहिले पनि होइन अहिले पनि भर्खरको युवाहरू पोलिटिक्समा के मलाई अस्ति म बेडमा थिएँ हस्पिटलको बेडमा थिएँ मलाई समर्थन गरिनु पर्यो एउटा केटी मान्छे कि उहाँ मलाई समर्थन गरिनु पर्यो मैले चिन्दैन किन समर्थन गरेँ कर्णाली प्रदेशको मलाई समर्थन गरिनु पर्यो अरे होइन उहाँलाई चाहिँ मैले किन गरेँ भोलि खाट भनेर मलाई ह्याल्थको के छ तिम्रो भनेर सोध्नुपर्छ नि त